इन्जोय गर्दैछ दिदी एक्सपेन्सिभ रहेछ यहाँ चाहिँ सिराको छ बिजनबारीमा अब घुस्नेवाला छ पानीमा हेलो गाइस वेलकम ब्याक टु माई च्यानल हो आज चाहिँ कहाँ जानु आँटेको भन्दाखेरि चाहिँ हामी चाहिँ बिजनबारी गएको हो आमाहरूलाई चाहिँ घुमाउनु लागेको नि त अन्त गाडी भनिरहेको छ हामी गाडी भएकोमा जाँदैछ हो दि आमा बहिनी जाँदैछ हो पापा चाहिँ अघि नै जानुभएको छ पापा र भाइ चाहिँ स्कुटीमा जान्छ नि त अन्त म आमा बहिनी दि चाहिँ गाडी रिजर्भ गरेको छ त्यसमा जान्छ कता कता जान्छ तपाईँहरूलाई हामी देखाउँदै गर्छ हेर्दै गर्नु होला मेरो भिडियो स्टे ट्युन गाइज हामी चाहिँ जाँदैछ हो गाडी चाहिँ अहिले तल नै राखेको रहेछ नि त पानीले गर्दा यहाँ उकालो आएन रहेछ हो अन्त यहाँनिर चाहिँ म बहिनी नानी छ आमा र दि चाहिँ आउनु हुँदैछ अहिले पानी पऱ्यो भने चाहिँ रोड अलिकति साह्रै पर्छ नि त हाम्रो घर पुग्नु चाहिँ हो अन्त अलिक तलसम्म चाहिँ हामी जाँदैछ अब त्यहाँ गाडीमा पुगेर देखाउँछु हेर्दै गर्नु होला मेरो भिडियो स्कुटी यहाँ चाहिँ छ गाडी यहाँ अङ्कलको गाडीमा जाने यहाँ चाहिँ भाइ र पापा हुनुहुन्छ भाइ र पापा स्कुटीमा जानुहुने जुमामा गएको अब चाहिँ हामी चाहिँ हिँडेको हो गाडीमा चढिसकेको छौँ अब चाहिँ हामी कहाँ जान्छौँ देखाउँदै गर्छौँ हो दिन चाहिँ बल्ल बल्ल खुल्यो नि त त्यही भएर म आमा बहिनी चाहिँ यहाँ छौँ हो दि र नानी अगाडि हुनुहुन्छ अब चाहिँ हामी गएर देखाउँदै गर्छ जाँदैछ हो यहाँनिर चाहिँ हामी जाँदैछ यहाँ चाहिँ मजाले रोडहरू कम्प्लिट भइसकेको छ नि त अब चाहिँ हामी बिजनबारी पुगेर देखाउँछौँ हेर्दै गर्नु मेरो भिडियो पापा र भाइ चाहिँ बसिरहेको छ हामीलाई पर्खेर हामी चाहिँ यहाँनिर आइसकेको छ हो बाउ छोरीको यहाँ हुँदैछ ऊ भाइ यहाँ छ आमा र दि ऊपर हुनुहुन्छ ऊ दिदी भाइ फोटो सुट गर्नुको लागि यहाँ बसिरहेको छ परनिर चाहिँ पापा र बहिनीहरू छ ऊपर आमा छोरी छ हामी चाहिँ फर्किँदैछ अहिले चाहिँ बिहान खायो म चाहिँ फर्स्ट टाइम डुली निस्केको भन्छु नभए चाहिँ दिएर दिँदै भयो आमा र बहिनी त अन्त फाइनली गइस हामी चाहिँ यहाँनिर बलबाबास है पुगेर फर्क्यौँ हो आमा चाहिँ ऊ डराएर जानु पनि भएन हो अन्त चाहिँ अब हामी हिँड्न आँटेको अनुहार चाहिँ यस्तो भइरहेको होला अब घाम यस्तो लागिरहेको छ नि त्यही हामी चाहिँ अब सिधै त्यहाँबाट चाहिँ यहाँनिर जामुनी जाँदैछ हो जामुनी गएर सिधै बिजनबारी जाने एक दुईवटा सपिङ गरेर चाहिँ घर जाने भनेर हो यहाँ चाहिँ छ यो बाटो चाहिँ पछि चाहिँ पापाहरू आउनुहुँदैछ पापा र भाइ चाहिँ पछि छ हो अब हामी सिधै जामुनी पुगेर देखाउँछ फाइनली हामी चाहिँ यहाँ आइसकेको छ यहाँ चाहिँ बुकिङहरू के गर्नु पर्दैछ हेरौँ सोधौँ है चाहिँ यहाँ स्विमिङ गर्न आइरहेको छ अहिले चाहिँ छोरी चाहिँ सुतिरहेको छ है बाटो जना हो अब चाहिँ हामी पौडी खेल्नु जाने अन्त सिधै बिजनबारी निस्किनुपर्छ त्यहीँ सबैले खाने भनेर सोचेको उयो फेनहरू रहेछ त अन्त अरू जग्गा त अन्त यस्तो रहेछ यहाँ चाहिँ यस्तो रहेछ नि यो चाहिँ रहेछ जामुनीको स्विमिङ हो यहाँ खेल्नु अब चाहिँ हामी टिकट काट्न आइरहेको छ स्विमिङको लागि 4टा दिनुहोस् न यहाँनिर स्विमिङमा गएको अब चाहिँ हामी 4 जना चाहिँ अब घुस्नेवाला छौँ पानीमा
मजा आइरहेको छ तिमीलाई आमा चाहिँ ऊ पौडी खेल्नु हुँदैछ दिको पालो हो जाने देऊ न हामीलाई पनि टायर ल ल ल अर्को जाँदैछ ऊ मजाले पौडी खेल्दैछ इन्जोय गर्दैछ दिदी यहाँ छ बहिनी यहाँ आमा यहाँ हुनुहुन्छ हो तिनी जानु आँटेको छ फेरि अब हो जाऊ यहाँ दिदी खेल्दै आउँदैछ हो बहिनी छ आमा छिटो गरिहाल न म भिडियो छिटो नआउनु ल ल हेलो उतै नजाऊ गहिरो त उपर मात्र छ यहाँ हेर्नुहोस् यहाँ सोल्चिनी पर्किन यहाँ हेर्नु सुन्दाहरू स्विमिङ खेलेर यहाँ घर जानु आँटेको घरभन्दा पनि बिजनबारी जाने खानाहरू खाने अन्त चाहिँ घर जाने मजा आयो स्विमिङमा चाहिँ हो तर अलिक एक्सपेन्सिभ रहेछ यहाँ चाहिँ सबै कुरा हो लो बजेटमा चाहिँ अलिक कम्ती पैसा लिएर चाहिँ नआए पनि हुनेछ खानेकुरादेखि लिएर स्विमिङको पनि महँगो रहेछ यहाँ चाहिँ अब हामी आइहाल्यो भनेर चढ गइहाल्यो हो हामी चाहिँ गएको मा चाहिँ यहाँ चाहिँ पापा र भाइ छ हामी चाहिँ बिजनबारी आइपुग्यो अब चाहिँ हामी कहाँ जान्छ खाना खानु जान्छ त्यहाँ पुगेर दिएको चाहिँ हेर्दै गर्नु मेरो भिडियो स्टे ट्युन गाइस मेरो रेस्टुरेन्ट आइरहेको छौँ खाना खानुको लागि हो अब चाहिँ हामी खाँदैछ तपाईँलाई देखाउँछु होला चली खाना आँटेको यहाँ चाहिँ बिरयानी आमाको थाली चिकन हो यहाँदेखिको चाउमिन यस्तो छ यहाँ हुनुहुन्छ पापाहरू मैले खाँदैछु चिकन बिरयानी हो चाउमिन आमाले खाना यहाँ बहिनीले यहाँ देखाउँछौँ खाना खाँदा खाँदा हाम्रो छोरीलाई पनि भोक लागेर चाहिँ यहाँनिर उसले माम खाँदैछ मेरो छोरीले ल यस्तो छ हेर्दै गर्नु भिडियो हामी चाहिँ बहिनीकोमा आएको थियौँ बहिनी राम्रो याद गर्थ्यो थ्याङ्क यू ल गएको ल अब चाहिँ हामी एउटा हिँडेको थ्याङ्क यू अघि नै पापा चाहिँ जानुभयो पापा र बहिनी चाहिँ काम छ भनेर बहिनी भर्खर गएको हामी चाहिँ बिलिङ सिलिङ गरेर चाहिँ अब हिँडेको हो एकदमै मिठो चाहिँ खाना यहाँनिर लुगा किन्दैछ पापा चाहिँ हैरान भएर बसिरहेको छ बिचरा सामान किन्नु आएको नि त लुइसिरहेको छ बिजनबारीमा ऊ पापाले टिफिन किनेर हो ऊ नानीको लागि खेलाउन हाम्रो यहाँनिर सपिङ भयो दि र बहिनी चाहिँ यता कता गएको छ अरे हो रेस्टुरेन्ट यहाँ छ यहाँ चाहिँ हुँदैछ उनीहरूले चाहिँ अहिले बाटोमा छौँ सपिङ गरेर चाहिँ अब चाहिँ हामी घर हिँडेको अब चाहिँ हामी सिधै घर पुगेर देखाउँछ है रातै पर्न आँटिसक्यो आज चाहिँ हामी हिँडेर डुल्नु चाहिँ मजा आयो तर 5 बजे बेलुका
पुग्यो इ छोली आऊ इ इ के किन्दै थिए माली इ टिङ 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 छोली ला निन्दामै छ कि ए बाबा के किन्दै छ भने चाहिँ पापाले सेलरोटी पोलिदिनु हुँदैछ यहाँ हेर्न सक्नुहुन्छ पापाले बनाउनु भएको रहेछ यस्तो हो सेलरोटी हाल्ने म चाहिँ ट्राई गर्दैछु ससुराले सिकाउने अरे त बुहारीलाई नजानेर मेरो बुहारीले कतिको चाहिँ पारा ल्याउँदै रहेछ है बाबा खाना चाहिँ हाम्रोमा मिठो मिठो डिसहरू बनाएको छ हो सेलरोटी पापाले पोल्नु भएको बहिनीले आलुदम र खिर बनाएको यहाँनिर चाहिँ पापाहरूले चाहिँ खिर मात्रै खानुहुने रे पापा र भाइलाई चाहिँ खिर दिइरहेको छ यो चाहिँ आमाहरूलाई लगिदिएको यहाँ आमाहरूलाई ल्याइदिइरहेको छु कस्तो भएछ आमा दिए अहिले चाहिँ सेलरोटी पोलिसकेर पनि खिर चाहिँ बहिनीले बनाएको थियो नि त अन्त खिर र आलुदम खाँदैछु हो म चाहिँ यहाँनिर खाना पनि बनाउँदैछु आज चिल्ली चिकन बनाउने भनेको हो अन्त त्यो गलेको बेलामा है फेरि स्पेसल खाना दिनु पऱ्यो नि त आमा दिदीहरूलाई अन्त चाहिँ मकैको भात पनि पकाएको छ हो आज चाहिँ अन्त तपाईँलाई म देखाउँछु आज चाहिँ हाम्रो घरमा मकै भात पाकेको छ है अन्त मैले पनि फर्स्ट टाइम ट्राई गर्नु आँटेको आलुदम मकै भात र यहाँनिर चिकन चिल्ली छ है मैले चाहिँ चिकन चिल्ली बनाएको मैले आलुदम र भात हो अन्त कस्तो हुन्छ होला म टेस्ट गर्छु अन्त तपाईँहरूले पनि कसले खानुभएको छ मकै भात कमेन्ट गर्नु होला।